ओहो सन्तोष दादा कता जाँदै हुनुहुन्छ? कहाँ हुनु नि भाइ, यसो बिदामा आएको बेला आफ्नै गाउँघर घुमौँ कि भनेर। अनि दादा तपाईँको त देशैभरि चर्चा परिचर्चा छ, सामाजिक सञ्जाल खोल्यो कि तपाईँकै भिडियोहरू आइरहन्छ, तपाईँको बारेमा चाहिँ अहिले देशैभरि चर्चा परिचर्चा भइरहेको छ। अनि यसो यो हाम्रो गोदाना गाउँको बारेमा पनि केही भनिदिनु पर्यो। हुन्छ नि भाइ। गाउँको माटोको सुबासमा रमेको गोदाना, माया शरम र सद्भावले सजिएको गोदाना, हरिया खेतबारीका पसिनाले सुन फल्छ यहाँ, किसानको मेहनतले मुस्कुराएको गोदाना, मेलापातको संस्कार अझै जीविँदै छ यहाँ, दुःख सुख बाँडेरै अघि बढेको गोदाना, गोठालाको बाँसुरीले बिहानै गीत गाउँछ, अरे गोठालाको बाँसुरीले एका बिहानै गीत गाउँछ, वन खोला र चौतारीले सजिएको गोदाना, सापटी र सहयोग यहाँ सम्बन्धको चिनारी, मनभित्र विश्वासले गाँसिएको गोदाना, विवाह पूजा पर्वमा सबै एकै परिवार, सामाजिक एकताले उजालिएको गोदाना, बर्दियाको सान बनेको आफ्नै प्यारो गाउँ, अरे बर्दियाकै सान बनेको हाम्रो प्यारो गाउँ, जति टाढा पुगे पनि सम्झिरहने गोदाना,